हेलो गाइस, सम्पूर्ण मित्रहरूलाई स्वागत छ है। आज चाहिँ हामी यहाँ गुम्बा डाँडामा आएको छौँ। यहाँ हाम्रो पुरानो साथीभाइहरूसँग भेटघाट भएको छ। यहाँ हेम साथी हुनुहुन्छ। हेलो साथी। यहाँ हाम्रो आनन्द साथी है, मिस्टर च्याङ्स। र आज चाहिँ हामी पनि यसो साथीहरूसँग भेटघाट गर्दै रिम्बुड्सेको दर्शनमा आइरहेको छौँ र यसो खुसी लाग्यो आज यहाँनिर आउँदा सबैजना भेट भयो। साथी कस्तो हुनुहुन्छ तपाईँ? एकदमै फाइन है। र फर्स्ट अफ अल चाहिँ सबैलाई नमस्कार है। र हाम्रो साथीको यो च्यानलमा हेरेर सम्पूर्णलाई मेरो अभिवादन र यो मेरो साथीको च्यानल सब्सक्राइब लाइक पनि गरिदिने है। र धेरै वर्ष बादमा मेरो साथीसँग आज यस च्यानलसँग जुड्न पाएँ। एकदमै रमाइलो भइरहेको छ आजको दिनमा है। ओके साथी, यहाँ फेरि हाम्रो साथी के छ तेरो के छ भन्नु? के भन्नु, अब साथीको च्यानल हो राम्रोसँग चलिरहेको छ, अझै चलेर जाओस् हो। सबैले सेयर एन्ड सब्सक्राइब गरिदियोस् है, लाइक पनि गरिदियोस्, फलो पनि है, फलो पनि। र यस्तै छ यहाँ मजा आयो यहाँ हामी। र यहाँनिर के कसो छ तपाईँलाई देखाउनेछु। र भिडभाड छ गुम्बा डाँडामा। कति दिन पो छ साथी यहाँ वङ लास्ट हो। अब जुन चाहिँ यहाँनिर वङ वितरण भइरहेको छ यो चाहिँ एकदम इम्पोर्टेन्ट छ। र है यहाँ जुन चाहिँ हाम्रो यहाँ गुम्बा डाँडा रिम्बुड्सेले दिनुहुँदैछ। र यहाँ अहिले हामी चाहिँ अलिक माथि छौँ, किनभने तल जुन चाहिँ पन्डालमा जग्गाहरू बनाइएको छ, पन्डालमा साह्रै बस्ने ठाउँ छैन, किनभने धेरै जग्गाबाट मान्छेहरूको धेरै भिडभाड भएको कारणले गर्दा हामी चाहिँ यहीँनिर माथि गुम्बादेखि अलिक पुरानो गुम्बाको छेउमा बसेर यहाँ बात मारिरहेका छौँ। र यहाँ वरिपरिको केही दृश्यहरू तपाईँलाई म देखाउनेछु। र यो पछाडि जुन चाहिँ मैले तपाईँलाई देखाइरहेको छु है, जुन चाहिँ मुनि जुन चाहिँ यहाँ छोर्तेनहरू बनिएको छ, छोर्तेनको छेउमा एउटा पन्डाल बनिएको छ। यही पन्डालमा हिजोदेखि 3 दिवसीय जुन चाहिँ वाङ वितरण भइरहेको छ। यहाँनिर नै तपाईँहरूले देखिरहनु भएको छ। यहाँनिर धेरै यहाँनिर विभिन्न ठाउँबाट मान्छेहरू है, भुटानतिरबाट पनि आउनुभएको छ, कालिम्पोङ धेरै ठाउँ सिक्किमबाट आउनुभएको भक्तजनहरू है यहाँनिर एकदम गुरुजीको दर्शनको निम्ति आइरहनु भएको छ। र तपाईँहरूलाई यहाँ देखाइरहेको छु के कस्तो छ म तपाईँहरूलाई देखाउनेछु। र तपाईँहरूले कृपया है कस्तो लाग्छ कमेन्टहरू गर्नुहोला। साथीले सम्पूर्ण भक्तजनहरूलाई अब यो गुम्बा डाँडा गिटाब्लिङ म हिजोदेखि वाङ लगातार यहाँ केप्चे खिचडी बुच्चेको जुन शान्ति मिन्डुलिङ गुम्बामा जुन 2 दिनको वाङ भइराखेर आज दोस्रो दिन भयो। र सम्पूर्ण हाम्रो यहाँ जति लामो अरू टाढा टाढाबाट आउनुभएका अरू पनि हुनुहुन्छ। र प्रत्येक यहाँ हाम्रो यहाँ गाउँकोहरूले विशेष गरी यहाँ सानो एउटा वाङको आयोजना राखेको थियो। र सम्पूर्ण रिम्बुड्सेकोले अब यहाँ अलिकति एकदमै वृद्ध अवस्था बिमारी पनि हुनुहुन्थ्यो। तर उहाँलाई रिक्वेस्ट गर्दा चाहिँ एउटा वाङ 2 दिनको लागि चाहिँ हामीलाई राखिदिएको छ। सम्पूर्ण आजको यो ढोसेम्पो वाङ हो र थुसेम्पोको वाङ पनि हो। सम्पूर्ण भक्तजनहरूले यहाँ कतिवटा बुझेन पनि होला आएर, र सबैले यसमा चाहिँ यो हिज्ञा अलिकति वज्रसत्वहरूको मन्त्रहरू धेरै जप्नुपर्ने रहेछ हामीले। र मानीको लुङहरू पनि दिनुभयो। यसमा हामीले मानीहरू धेरै गऱ्यो भने हामीले 1000 जस्तो लाखहरू गर्नुभयो भने तपाईँहरूले यो वाङ थापेको विषयमा चाहिँ यो सबैलाई राम्रो हुन्छ होला भन्दै, विशेष गरी भोलि यहाँ आजको वाङ सक्यो भनेर मान्छेले कन्फ्युज पनि भयो होला। भोलि रिम्बुचेको जुन उहाँको दीर्घ आयुको पूजा हुनुहुन्छ। यहाँ सम्पूर्ण भक्तजनलाई म के भन्छु भने रिम्बुचेको आजको लागि चाहिँ सबै आमाहरूको लागि वाङ भयो। त्यस कारणले गर्दा भोलि सम्पूर्ण रिम्बुचेको अब आयुको पूजा छ राखिदिएको छ। सबैले यहाँ आएर सबैले भक्तजनहरूलाई रिम्बुचेको एउटा आयुको लागि पनि धेरै धेरै यो प्रार्थना गरिदिनुहोस् भन्ने मेरो अनुरोध छ सबैलाई। साथीले Tamba Padu Mevani
हेर्नुपर्छ सब फ्री हुन्छ के भन्छ